नेपालमा डिग्री छ, सिप छ, तर काम किन छैन, गल्ती कहाँ भयो त? यो प्रश्नले साँच्चै नै सोच्न बाध्य बनाउँछ। नमस्ते, आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जुन अहिले निकै चर्चामा छ अनि अलिकति खै मन दुख्ने खालको पनि छ। नेपालमा डिग्री छ, सिप छ, तर काम किन छैन, गल्ती कहाँ भयो त? यो प्रश्नले साँच्चै नै सोच्न बाध्य बनाउँछ। आउनुहोस् यसैमा अलिक गहिरेर कुरा गरौँ। हो त नि, यो प्रश्नले त अहिलेको हाम्रो समाजको, खास गरी युवाहरूको एउटा ठूलो पीडा बोलेको छ हैन? अब स्रोतले औँल्याए अनुसार यसको एउटा जरा त हाम्रो शिक्षा प्रणालीमै देखिन्छ। शिक्षा प्रणालीमा कसरी? यस्तो छ, हरेक वर्ष लाखौं युवाहरू निस्किन्छन्। +2, ब्याचलर्स, इन्जिनियर, MBA डिग्री त हातमा हुन्छ, तर हाम्रो पढाइ कस्तो भयो भने सिद्धान्तमा बढी जोड भयो, घोक्ने, लेख्ने, बजारमा काम गर्न चाहिने जुन व्यवहारिक सिप हुन्छ नि त्यो चाहिँ कम भयो के। मतलब समस्या समाधान गर्ने, नयाँ तरिकाले सोच्ने, त्यसमा अलिक कमी देखियो। बुझेँ। किताबी ज्ञान भयो तर काम लाग्ने सिप चाहिँ अलि फित्लो भयो। अनि स्रोतले अर्को कुरा पनि जोड दिएको छ नि हैन, अवसरकै कमीको कुरा। हो, त्यो एकदमै महत्त्वपूर्ण कुरा हो। स्क्रिप्टमै भनेको छ नि, यहाँ न उद्योग छ न नवीन सोचलाई समर्थन गर्ने सिस्टम। जब देशमा नयाँ उद्योग धन्दा नै फस्टाउँदैनन् हैन, नयाँ आइडियालाई, उद्यमशीलतालाई प्रोत्साहन गर्ने राम्रो वातावरणै बन्दैन, तब रोजगारी कहाँबाट सिर्जना हुन्छ त? यो त सिधा कुरा हो नि। हो त नि, अवसरै नभएपछि त कसरी होस् र? अनि अर्को कुरा, नीति नियम बनाउने तहमा नि त्यहाँ त झन् उल्टो देखिन्छ भन्छन्। एकदमै। त्यहाँ त झन् कस्तो विरोधाभास छ भने नेताहरू, नीति निर्माताहरू भाषण गर्दा के भन्नुहुन्छ? युवाहरू त देशको भविष्य हुन्, मेरुदण्ड हुन्, परिवर्तनका सम्भाग हुन्, यस्तै यस्तै। हो, सुनिन्छ नि। तर जब साँच्चै योजना बन्छ नि, देशको लागि बजेट छुट्याइन्छ, त्यहाँ युवाका मुद्दा, उनीहरूको लागि रोजगारी सिर्जना गर्ने कार्यक्रम, ती खासै प्राथमिकतामा पर्दैनन् के? भाषणमा चाहिँ प्रमुख पात्र, तर योजना बनाउँदाखेरि चाहिँ लगभग हराए जस्तो। यो खाडल डरो लाग्दो छ। अनि यहीँनिर त्यो सिस्टमको कुरा आउँछ होला हैन? स्रोतले भनेको छ नि, देशमै के गर्न खोज्ने युवाले कति दुःख पाउँछन् भनेर। कागज पत्र मिलाउँदा, सिफारिस खोज्दा नै हैरान। हो नि, जुत्ता नै खिन्छ भनेछन् त। अनि त्यसमाथि खै भ्रष्टाचारको जालो त छँदैछ। यो प्रक्रियागत झन्झट, यो सिस्टमले नै युवालाई कति तर्साउँछ, कति निरुत्साहित बनाउँछ। उनीहरूको जोश, त्यो केही गरौँ भन्ने हुठुटी नै मार्दिन्छ के। स्रोतले त यसलाई सपनाको मृत्यु नै भनेको छ। कति मार्मिक शब्द। हो, एकदमै। अनि यही निराशाले गर्दा त हो नि, कति राम्रा, कति क्षमतावान युवाहरू पनि अन्त्यमा के सोच्छन्? ल, यहाँ केही लागेन, बरु विदेश नै जान्छु। बाध्य हुन्छन् उनीहरू। उनीहरू आफ्नै देशमा के गर्न चाहन्छन्, तर यहाँको अवस्थाले, प्रणालीले नै बाहिरतिर धकेलिदिन्छ। यहाँ स्रोतले फेरि एउटा गम्भीर प्रश्न सोधेको छ। देश छ, युवा छन्, सिप छ, जोश छ, तर अवसर छैन। दोष कसको त? भाग्यको? युवाकै? कि यो प्रणालीको? स्रोतले त भन्छ यो समस्या जनता कम, सिस्टमको समस्या बढी हो। यो त साँच्चै नै कस्तो अचम्मको अनि दुःख लाग्दो विरोधाभास भयो नि। त्यही नेपाली युवा जो आफ्नै देशमा हुँदा बेरोजगार वा अयोग्य जस्तो हुन्छ, उही मान्छे विदेश पुग्छ अनि कडा मेहनत गरेर राम्रो कामदार बन्छ, दक्ष कामदार। हो त नि। अनि स्रोतले सोधेको छ नि, यो अवस्थालाई अपमान भन्ने कि अन्याय, के भन्ने होला यसलाई? साँच्चै गम्भीर प्रश्न हो यो। एकदमै। यसले त युवाहरूमा कस्तो पहिचानको सङ्कट पनि ल्याउँछ, राज्यप्रति विश्वास पनि घटाउँछ। तर यो स्रोतले निराशा मात्र देखाएको छैन है, अन्त्यतिर एउटा बलियो आशा पनि जगाउन खोजेको छ। हो र? के भनेको छ? अब खालि गुनासो मात्र गरेर भएन, परिवर्तनका लागि आवाज उठाउनुपर्छ भनेको छ। विदेश जानु मात्रै विकल्प होइन, देशमै बसेर पनि सपना देख्न सकिन्छ, त्यसलाई पूरा गर्न सकिन्छ भन्ने एउटा सन्देश दिएको छ। हो, मैले पनि त्यो अन्तिम भाग याद गरेकी थिएँ। निकै ऊर्जा दिने खालको छ। विदेश होइन, देशमै बसी गरौँ केही देशको लागि, अनि देश बदल्न हामी युवा नै काफी छौँ, यस्ता कुराले त आशा जगाउँछ नि। अनि अझ त्यो देशमा बसेर केही गर्यो भने सपना मात्र होइन, इतिहास लेखिन्छ भन्ने वाक्यले त झनै प्रेरित गर्छ। हो त नि, यो एउटा सकारात्मक दृष्टिकोण हो।
समस्या छन् तर सम्भावना पनि छन् भन्ने कुरा। बिल्कुल। यसले युवालाई पलायन होइन कि यहीँ बसेर सङ्घर्ष गर्न केही बनाउन प्रेरित गर्छ जस्तो लाग्छ। त्यसो भए आजको हाम्रो यो कुराकानीलाई अन्त्य गर्दा स्रोतको यही अन्तिम विचारलाई समातेर एउटा प्रश्न मनमा आयो। यदि स्रोतले भने जस्तै देशभित्रै बसेर इतिहास लेख्ने सम्भावना साँच्चै छ भने त्यो सम्भावनालाई चाहिँ आम युवाको पहुँचमा ल्याउन, वास्तविकता बनाउन यो जुन सिस्टमको कुरा बारम्बार उठ्यो नि, हो त्यो सिस्टममा चाहिँ आजको दिनमा सबैभन्दा पहिलो, सबैभन्दा आधारभूत परिवर्तन चाहिँ के हुन आवश्यक छ जस्तो लाग्छ?